ल गाइस हामी चाहिँ टक्क बिरयानी बनाउँछु होइन कसरी बन्छ थाहा छैन काजु बदाम सदाम पुरै यहाँ यो सुकमेल यहाँ पुरै हालेको छ चामलै मलाई त कति हो कति यत्रो बनाएको छ पुरै होइन अब यो उमालेर कसरी बनाउने हो कुकम्यान चाहिँ यता हुनुहुन्छ थाहा छैन कसरी बनाउने हो यस्तो छ यत्रो ठुलो भाँडामा बन्दैछ चिकन यहाँ एक भाँडा बनिसक्यो अर्को एउटा चिकन आयो यता बन्दैछ प्याज स्याज काटेर रेडी छ यहाँ एउटा चिकन यस्तो अब कस्तो बन्छ भन्ने कुरो थाहा छैन बिरयानी चाहिँ अब कस्तो बन्छ बनाउँदै गएपछि अन्तिममा म यसको जोडेर ठक्क हाल्छु फेरि यहाँ अरू काट्ने कुराहरू के छन् यहाँ चाहिँ पुरा रेडी छ यहाँ पेप्सी सेप्सी पनि आयो यहाँ दहीहरू पुरै यहाँ बिरयानी खाने भनेर चाहिँ पुरै यहाँ आत्तिरहेछन् होइन अब यसो बिरयानी सिरयानी खुवाएर यसो बिदाई सिदाई लिनु पऱ्यो यहाँ पुरै यहाँ बिरयानीको आज धमाका चल्दैछ बिरयानी कुकम्यान खोइ यता अनुहार देखाउनु त कुकम्यान यता देखाउ न अनुहार कुकम्यान बिरयानी कुकम्यान है कसरी बनाउँछन् थाहा छैन तर अब बिरयानी कुकम्यान हो हाम्रो चाहिँ अब यो कसरी बन्छ लास्टमा हेर्नुपर्छ है त कस्तो बन्दो रहेछ चिकन एउटा बनिसक्यो अर्को एउटा पुगेन भनेर अर्को पनि ल्याएको छ अर्को पनि बनाएर अर्को पनि हाल्ने अरे भाँडामा अड्चेको थाहा छैन चामल धेरै भयो भनेर भनिरहेको छन् यहाँ के हुने हो थाहा छैन चामल धेरै छ ए हात धोएको मैले चामल धोएको अनि के हुन्छ ल अब लास्टमा हेरौँ है त कस्तो बन्दो रहेछ गाइस हाम्रो के बन्दैछ यहाँ बिरयानी मसला काट्दैछन् बिरयानी कुकम्यान लगाएर बिरयानी मसला यहाँ चाहिँ यस्तो हुन्छ है बिरयानी मसला बनाएर टक्क लगाएर चाहिँ यो बिरयानी मसला हालेपछि परर हानेपछि टक्क बिरयानी मसला यो प्याज माथि पछि सर दही यता छम्मा हाल्छ ओहो हेरै काजु बदामको यस्तो बनाएर राखेको चाहिँ पुरा रेडी छ यहाँ भाँडा यत्रो छ त्यसमा पकाएर टक्क हाल्दा यहाँ चिकन यहाँ छ एक भाँडो यहाँ छ यहाँ बन्दैछ है गाइस यहाँ बन्दैछ घिउ पनि हाल्ने अरे हो आज त मारामार होला जस्तो छ मारामार होला जस्तो छ आज ल गाइस यहाँ दही पनि हालिदिन्छ है त यहाँ दहीसँग चाहिँ टक्क लगाएर हात त धोयो नि हातको टेस्ट आउँछ यहाँ चाहिँ यस्तो पाउँछ है दही यो चाहिँ अलमराईको दही हो यहाँ चाहिँ यस्तो दही आउँछ यहाँ दही हाल्दैछ ल वाउ ल यस्तै दही हाल्नुहुँदैछ ल अब यो मै चलाइदिनु पर्यो यो मसला हो मसला आयो है मसला आयो ल यो चाहिँ पुरा अदुवा लसुन खुर्सानी टक्क मिक्सरमा ग्राइन्डर गरेको मसला हो यो चाहिँ भिडियो त लामै हुने भयो त ल अब यसलाई टक्क चलाएर चाहिँ अब पाकिरहेको छ यो पुरै जोडेर म हाल्छु पछि ल कुकम्यानलाई दिनु परिहाल्यो आफूले गर्न ल यस्तरी बनाएर अब भरे मसला कस्तो बन्छ एकछिनमा म फेरि चिटिक्का छोटो मिठो बनाउँछु धेरै लामो हुन्छ अब गाइस चिकन हेर्नु ल अब यो दाइले चिकन कुकम्यान हो अब चिकन हेर्ने स्पेसल जेद्दाबाट हायर गरेर लिएर आएको यो दाइले चिकन यो बिरयानी बनाउनलाई आजको लागि स्पेसल 500 रियाल तिरेर हायर गरेर ल्याए 2-3 घन्टाको लागि धेरै एक्सपेन्सिभ भयो हामीलाई यो बिरयानी खानलाई आज बिरयानी बनाउँदा टाउको रम पनि झरेछ कतिजनाले टाउको रौँ पनि खायो होला थाहा छैन ल हेर्नुहोस् चिकन ओ वाउ स्पाइसी माशाल्लाह मब्रुक
यहाँ हेर्नु है त यस्तो बवाल तरिकाले यहाँ चिकन बन्दैछ यहाँ अब यसलाई ग्रेभी बनाएर चाहिँ टक्क उता चामलमा हाल्ने हेर्नु यस्तो दामी बन्दैछ ओहो वाउ खाउँ खाउँ लागेको छ स्पेसल कुकम्यान ल गाइस अब म चाहिँ यसो सोफ्रा लिन जानु पऱ्यो अनि त्यसपछि आएपछि कस्तो बन्छ हेरौँ है त चिकन यस्तो बन्दैछ खाउँ खाउँ लाग्यो नि दामी छ ल ल मसला हेर गाइस यस्तो भएछ मसला वाउ बवाल मसला हो यो चिकन हाल्न टक्क चिकन हाल्नलाई अहिले मसला दामी बनेछ ल दामी मसला बन्यो ल गाइस यहाँ हेर्नु त कसरी कसरी बन्दैछ यहाँ हेर्ने टमाटर हालेछ यता त्यसपछि चिकन त्यो हाल्नु प्याज हो हो यो पनि हजुर ला 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 यस्तो हैन चिकन चाहिँ यस्तो बनिन्छ चिकन बनेर म चाहिँ दोकान गएर आएर ढिलो भइहालेछ अलिकति माल बनिहालेछ यहाँ हातमा रेडी छ यहाँ अहिले लिएर यहाँ असिस्टेन्ट लेमन र असिस्टेन्ट कुक यो चाहिँ अब के अरे सेफ सेफ एकदम कपालै जुन झरिसकेछ त्यो पकाउँदा गर्मीले भन्छ गर्मी पनि थोरै छैन अनि के गर्नु कपाल त झर्ने भइहाल्यो ज्यानी खायो त्यही मुरीको मायाले हातले पाकी भएर चाहिँ भात सही छ अब हेरौँ यो कति टाइट हुन्छ भात। अरे कुकम्यानलाई तपाईँ टक्कर दिने कुकम्यानलाई सिकाउने तपाईँ हल्का मात्रै पाक्ने के कथाली छ टमाटर हाल्नु त्यो हाल्नु यसरी टक 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 हाल्ने है टमाटर भयो किन चिकन हाल्नु यसरी टक 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 हाल्ने लेमन पनि हालिदिनु न नि लेमन चाहिँ लेमन बिचमा तितो हुन्छ कहिले हाल्ने त्यो त? माथि हाल्नु। माथि मात्रै हाल्ने तितो एकदमै तितो हुन्छ स्वाद हो र चिकन त धेरै भयो क्या हो अस्तिले बिटुले बिरयानी बनाएको चिकनै चिकन भएछ ल म भनेको थियो त भन्छ ए ल ल चिकन ल त्यो ठिकै छ खाऊ न यार खाऊ यार के टेन्सन यार चिकन ल चिकन बिरयानी छ यसरी भन्नु टक्क यसरी हाल्दै 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 सबै छोपेर त्यसपछि अन्तिममा भन्छ अर्को पनि चामल आयो यति छ लास्ट यो त्यो काजु बदाम पुरै यो किसमिस सिसमिस सबै हालेको छ यसमा बवाल तरिकाले छ चामलै खायो भने पनि टेस्ट ओभर टेस्ट छ चामलको बास्नै पुरै नाकसम्म आइपुग्यो मेरो मक 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 बास्न आएको छ घिउ हालेको छ फेरि ओहो यसरी हालेर टक्क छोप्ने अहिले ए धेरै लामो हुने भयो भिडियो पनि के ल गाइस फेरि छोप्ने बेला एउटा चिक्क बनाउँछु धेरै लामो हुने भयो ल गाइस यहाँ फाइनली यस्तो भयो अब एकछिन रोक्नु न ल यता टक्क फाइनली गाइस यस्तो भयो ल अब यसलाई टक्क छोप्ने अरे ल यहाँ धनियाँ हाल्न बाँकी नै रहेछ त्यतिकै छोपिरहेको छ यार ल धनियाँ हालेर टक्क लाएर छोप्ने प्लास्टिकले बफ्याउने अनि त्यसपछि खुर्सानी यो चाहिँ प्लास्टिक यो चाहिँ सिङ्गल सिङ्गल लिएर आउनु। के ल्याउने अरे खोर्सानी मार्नै भयो खोर्सानी खुवाएर कुकम्यानले आज कुकम्यानले खुर्सानी यतै छ त कुकम्यानले खोर्सानी खुवाएर मार्नै भयो ल धनियाँ के हालेर म त त्यो उसमा हालेको हौ, ए पर्दैन हौ पर्दैन होस् पर्दैन के खालि यो सिङ्गल सिङ्गल हाल्नु। एउटा दुइटाले त्यहाँ फ्रिजमा होला त हेर्नु न हजुर ल गाइस खोर्सानी पनि हाल्ने अरे ल खोर्सानीको हो त्यही सोधेको थिएँ कि मैले म खोर्सानी खोर्सानी ल हेर माथि खोर्सानी किन काटेको त्यति हालिदिनु पर्छ। त्यही मेरो भान्जे राखेको रहेछ यिनीहरूले यस्तै राखेको खोर्सानी हालेर ल ए, यो कुहिस ल काट्दैन काट्दैन चल्छ। चल्यो कि चल्छ ल भाइ ल ल सबै ल फाइनली फाइनली अब यसले छोपिदिने टक्क लाएर अब हेर्ने कसरी छोप्छन् यसरी सेकलाई मात्रै थाहा हुन्छ त्यो सेफलाई मात्रै थाहा हुन्छ अब हामी पनि सिक्दैछौँ यस्तो कहिलेकाहीँ घर बनाउन सकिन्छ ल न यो त कहाँ भयो हो त्यसरी चाहिँ सोर सोर सेफले गर्छ नि छोडिदिनु न यार हो उहाँसम्म पुऱ्याइदियो देख्यो हामीले भाइ पुऱ्याउँथ्यो अनि तानेर फेरि लडाउला फेरि भाँडै सुत्दै भाँडै सुत्दै जाला लगाइ चाहिँ यस्तै छ है यसरी चप्प छोपेर चाहिँ त्यसमा त्यो बिर्कोले ढकनले ठक्क छोपिदिएपछि त्यसपछि आधी घन्टा 1 घन्टा कति घन्टासम्म छोडिदिने हो अब यो उकुस मुकुस भर पाक्छ अब कुस मुकुस भएर अब पाक्ने हो यसले छोपेर
त्यसले होइन त्यसको बिर्को उयो छ होइन त्यसले छोपेर चाहिँ ट्याक्कै पाक्छ काटेर फ्याँक्ने भने एक्स्ट्रा भए पनि यहाँ काटेर फ्याँक्ने रहेछ यस्तो तरिका रहेछ नि त यो सेफ भनेको सेफै हो कि चिज काट्ने पकाउने मान्छेहरूलाई थाहा हुन्छ कि आइडिया फिनिसिङ चाहिँ बनाइ ल। हाम्रो ग्यास चुल्हा ल। राम्रो छ बाफ्रे बाफ। फाइनली अब हेल्प ओइ रोटलाको फाइनली केही भन्दिनँ छ फाइनली अब चाहिँ अब हेल्पले भाडा पनि जाने भनेर अब भारत सुरक्षा ल अब यसले छक्कसँगले छोपिदिने त्यसपछि चाहिँ यसको माथि यसो केही हालेर चाहिँ आधी घन्टा 1 घन्टा जति छोपिदिने त्यसपछि टक्क पाक्छ है त गाई केही छैन यसमा। त्यसपछि खाने बेलामा कस्तो बन्द रहेछ त्यही त ओजन छ कि हेर्नु गाइस छोप्ने स्टाइल हेर्नु ढुङ्गा सुङ्गा थिएन त्यही भएर टक्कै थालमाथि राखेर यसको माथि पानी हालेर टक्क हेभी बनाइदिएर चाहिँ एकदम माथिलाई प्रेसर नआओस् हावा नजाओस् भनेर त्यस्तै छोपिदिँदैछ ल गाइस हामी चाहिँ यहाँ सिल प्याक तोड्दैछौँ अब ल ओइ त्यो यहाँ प्लास्टिकमै हुन्छ सिल प्याक हामी चाहिँ यहाँ अब कहाँ छ? अलमोस्ट रेडी भयो अब चाहिँ खाने पाक्दै पाक्दैन ल टक्कसँगले ओपन हुँदैछ है के बाफिएन त के हो यार बाफिएको सेतै छ त पुरै अनि सेतो चामल हालेर सेतो त हुन्छ त सेतै भएछ ल अब माल हालेपछि कस्तो हुन्छ हेरौँ है त अब यहाँ माल हालेपछि अलिक फाप्छ उतार चाहिँ उहाँ चाहिँ हाल ल कन्टिन्यू छ है गाइस यस्तो भएछ माल तिमी समा त म खनाइदिन्छु बरु कता गयो बुढा यार चलाउनु पर्छ यो चिज है तिमी चलाउँदा चाहिँ आधा त्यो भएन यो त तिमीलाई सोचे जस्तो बनाएन यार बिरयानी त स्पेसल हो तर यहाँ हाल्न थाल छैन थाल थाल नजिक लगेर हाल न यो कहाँ हो त्यो ल ओ माई गड यो चाहिँ बिरयानी कुकमेन यहाँ भान्सामेन फ्राइड म्यान यहाँ फ्राइडमेन यहाँ हामी यहाँ यस्तो बन्दैछ यस्तो भएछ है गाइस यस्तो भएछ होइन जति खानु अब त्यति चाहिँ हाल्ने। बबाले होला जस्तो छ काजु बदामले नै बबाल हुन्छ जस्तो छ अरूभन्दा पनि यस्तै छ अब खाएपछि अब टेस्टी होला जस्तो छ अरूभन्दा पनि ल त मालिक भिडियो बनाउनु चाहिँ यता छु अब च्याप्पा खानुपर्छ बोलाएन कसलाई ल राम देखिन बोलाइसक्यो भनेको अँ यहाँ हामी त्यस्तो त्यो चान्चुन मान्छे हो फास्ट मान्छे हो नि ल गाइस अब खान थालेँ है त अब बिरयानी मसलाको स्वादै हाल्छ यो अर्को बिरयानी मसला यो पनिरले सुस पल्टाउँछ अनि हेरेर यस्तो चिज हो। बबाल बबाल वाउ खै उठ्यो दामी भएछ गाइस खाना चाहिँ जति खायो त्यति खाउँ होला नि सेक सबैले नै देख्छ बाइहाल्यो त सुरु भइहाल्यो यो हामी विदेशको चाहिँ यस्तै हो खाने टक्क सबै हाल्ने हो अनि त्यसपछि सबैजना यसरी खाने हो बसेर अनि चाहिँ यसरी खाने है गाइस टक्क फप्ट्याएर थालमा सबै एकछिन हाल्ने बाँड्ने कसलाई कसलाई खाना मन लाग्दैन कसलाई दिने धेर बार यता हालेर यसरी यसरी तान्ने म यताबाट तान्ने आफ्नो आफ्नो तान्ने खाने है यस्तो छ खतरा छ स्टाइल चाहिँ एउटा विदेशको